नमस्कार। सधैँ चाहिँ आज पनि एउटा रोचक कथा लिएर यहाँहरूको अगाडि आएको छु। आशा छ यहाँले मेरो यो पनि कथालाई मन पराइदिनुहुन्छ, किनभने हरेक कथाहरू मेरो रोचक बन्दै गइरहेछ। यस्ता कथाहरू, टुटेमुटे कथाहरूले धेरै जग्गा पाउँदो रहेछ। मैले सोचेको थिइनँ, तर जति मैले चाहेको थियो, जति मैले देखेको थिएँ, त्योभन्दा बेसी यस्ता कथाहरू र साना झिझा मसिना कथाहरूले चाहिँ जग्गा पाउँदो रहेछ। र आज म पनि एउटा अर्को भिन्नै विषयवस्तुको कथा, एउटा प्राणीको विषयमा मेरो कथा लिएर आएको छु। आशा छ यहाँले मन पराउनुहुन्छ। आज चाहिँ कथा हो सियालको कथा। सृष्टिमा चाहिँ सियाल जब सृष्टि गर्न थालेपछि सियाल चाहिँ यति साह्रो चलाक, सबैभन्दा चलाक चाहिँ सियालै हो भन्ने कसरी प्रुभ हुन्छ भने, अब एउटा सियाललाई नर्मली हेर्नु हो भने बेलुका भएपछि, साँझ परेपछि मात्रै उसले हिँड्न पाउँछ राति। त्यहाँदेखि गाउँ घर सबैतिर घुम्नुपर्छ। कसैले देख्यो भने कुटिहाल्छ, कुकुरले देख्यो भने खेदिहाल्छ, कराइहाल्छ, अनेक हुन्छ। गाउँघरतिर सियालले खान पाउँदैन। बिचरा प्राणी हो, उसले पनि खोजेरै खानुपर्ने। राति हो, अँध्यारो हुन्छ। त्यसले गर्दा उसले कुदै गरेर खानुपर्छ। पायो भने खान्छ, नपायो भने खाँदैन, खानै पाउँदैन, त्यतिकै बस्छ। अनि साह्रै भएर चाहिँ सबै सियाल एकै ठाउँ हुन थाल्यो। यताउता सियाललाई त समस्या हुन थाल्यो। अन्त एक दिन त्यही सियालकै एउटा जम्बू मन्त्रीले चाहिँ मिटिङ राखेछ। साह्रै भयो, हामीलाई त समस्या भयो, सबै हाम्रो त सन्तान सकिने रहेछ यो पाराले, के चाहिँ गर्नु त भन्दाखेरि चाहिँ जम्बू मन्त्रीले एउटा कमिटी गठन गरेर चाहिँ भनेछ, तिमीहरू विचार गरेर भन्नु त मैले चाहिँ के गर्दा चाहिँ हामी बाँच्छौँ त, हामी खान पनि पाउँछौँ र सबै गर्न पाउँछौँ भनेर भन्छ। त्यहाँदेखि साहबले भन्छ लु जाऊ भनेर। त्यहाँदेखि पठाएको हुन्छ। त्यो पठाएको दिन चाहिँ उसले फाइनल रिपोर्ट लिएर आएको हुन्छ। त्यसको आयोगको, जम्मू मन्त्रीको सियालको आयोगले मिटिङमा राखेको हुन्छ। उसले लिएर आउँछ। अब के गर्दा चाहिँ हुन्छ भन्दाखेरि चाहिँ अब हामीले अरू कुरा त होइन, हामीले चाहिँ जग्गा छुटाउनुपर्छ। जग्गा छुटाउने चाहिँ गऱ्यो भने मात्रै हामी खान पाइन्छ भनेको हुन्छ। त्यसले गर्दा जब सियाल बेलुका घरबाट साँझतिर निस्किन्छ, एउटा सियाल यहाँ कराउँछ, एउटा टोली, एउटा परिवार। त्यहाँदेखि पल्लो डाँडादेखि उता अर्को परिवार कराउँछ। त्यहाँदेखि अर्को डाँडापट्टि अर्को स्याल कराउँछ। फेरि पल्लो माथिल्लो तल्लो सबैतिर स्याल कराउँदै सबैले रेस्पोन्स चाहिँ गर्नै पर्ने। त्यो मिटिङमै पास पाएको। त्यसो गर्दा चाहिँ के हुन्छ त भन्दाखेरि यो एरियामा चाहिँ त्यो पल्लो ग्रुपको स्याल आउँदैन, किनभने राति खोजेर खानुपर्ने हुन्छ। यति चाहिँ यही परिवारले आज खोजेर खानुपर्ने उनीहरूको बााउन्ड्री दिएको कारणले गर्दाखेरि चाहिँ सियालले यो स्याल कराउँछ, त्यहाँदेखि पल्लो स्याल कराउँछ, माथिल्लो स्याल कराउँछ, सबै कराउँछ। त्यसरी सियालको कथा त्यसरी चाहिँ